आज म बनाउँदैछु खसीको 8 केजी मासु बिहान र बेलुका गरेर। सो साथीहरु, त्यो भन्दा पहिला स्वागत छ हजुरहरुलाई मेरो आजको 57 मिनी भ्लगमा। आए हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु। मैले भिडियोहरु नराखेको धेरै दिन नै भइसक्यो, किनकि म बिरामी थिएँ के। सो त्यसैले मलाई जाँगरै चलिरहेको थिएन। अब जाँगर नचली पनि के भिडियो बनाउनु भनेर मैले केही पनि भिडियोहरु पनि बनाएको थिइनँ र पोस्ट पनि गरेको थिइनँ। त्यसैले मेरो स्वास्थ्यमा सुधार आइसकेको छ। सो त्यसैले चाहिँ म आजदेखि भिडियोहरु बनाएर राख्नेवाला छु। सो साथीहरु, आज चाहिँ हाम्रो घर छेउमा दादाले मासु काट्नु भएको थियो खसीको। सो खसीको मासु चाहिँ यहाँ एभ्रीडे काटेको बेला हामी 4-5 केजी नै लिएर फ्रिजमा राखिरहेको हुन्थ्यौं। पहिला चाहिँ आजभोलि चाहिँ हाम्रो घरमा काम भइरहेको भएर मान्छेहरु धेरै हुनुहुन्छ। सो त्यो मासु चाहिँ हाम्रो घरमा धेरै दिनसम्म रहँदैन। आज चाहिँ हामीले 8 केजी मासु ल्याएको थियौं। 8 केजी मासुमा बिहान 5 केजी बनायौं भने 3 केजी चाहिँ हामीले भरे बेलुका बनाउने भएका छौं। सो साथीहरु, अनि त्यसपछि चाहिँ मासु बनाएर खाना खाइसकेपछि हामी सबैजना भएर हाम्रो घर बनिरहेको ठाउँमा त्यहाँनेर गएर हामीले मिक्सर सार्नु पर्ने थियो कि, किनकि अस्ति माथि लग्दा कति दुःख भएको थियो, त्यहाँ भन्दा डबल दुःख भएको थियो तल मिक्सर झार्दा पनि। हामीले रोडमा किन झाडेको भने हाम्रो मिक्सर बिग्रेको थियो नि त अस्ति काम गर्दा गर्दै। सो त्यो भिडियो पनि मैले तपाईहरुलाई राखेको थिएँ होला, तपाईले हेर्नु भएको थियो भनेपछि। सो आज चाहिँ यो मिक्सर सारेर हामीले अर्को नयाँ मिक्सर लिनेवाला छौं माथि। नयाँ मिक्सर लिएर पनि हाम्रो काम सुरु भइसकेको छ। आजदेखि हाम्रो पिलर हालेर बान्न चिन्ने कामहरु सुरु हुँदैछ। भिरापट्टिको बान्न चिन्ने र डिलोपट्टिका पिलरहरु हाल्ने कामहरु सबै भइरहेको छ। सो साथीहरु, अहिलेसम्म भिडियो हेर्दिनु